हामीले त्यसको बारेमा चाहिँ हामी दोषी भयो भने हामीलाई कारबाही गर्नु पर्यो र हामी दोषी होइन भने त्यसलाई कारबाही गर्नु पर्यो भने अब चाहिँ हामी लाग्नेवाला छौँ र यो घुसपेटहरूको कुरामा चाहिँ अब हामी भोलिदेखि उजुरिहाल्नेवाला छौँ। जतिजनाले हाम्रो आन्दोलनमा घुसपेट गरेर तपाईँको शान्ति भङ्ग गर्नु खोजेको छ यसको बारेमा चाहिँ हामी अब उजुरिहालिदिन्छौँ। जसले यो तपाईँको नेताहरू कतिजना देखाएको छौँ हामीले त्यहाँ उफ्रिरहेको होइन, हामीसँग त एभिडेन्सहरू छ नि त होइन। अब एकजनाको विरुद्धमा चाहिँ हामी फोटोसहित एभिडेन्ससहित अब चाहिँ हामी प्रहरी परिसरमा भोलिदेखि नै अब चाहिँ हामी सबैजनाको विरुद्धमा चाहिँ यस्तो यस्तो घुसपेटहरू मान्छेहरूको विरुद्धमा चाहिँ हामी भोलिदेखि उजुरिहालिदिन्छौँ। र यो साइबर सेना जसले फेक न्युज फैलाउँछ नि यिनीहरूको विरुद्धमा उजुरिहाल्नु धेरैजना पर्छन् अब चाहिँ होइन। अब चाहिँ हरेकजनासँग लड्ने क्या यस्तो मान्छेहरूसँग चाहिँ अब है। ल यति भन्दै म हजुरहरूलाई यसको यसको जति पनि कन्स्पिरेसी थ्योरीहरू हामीले बिलिभ गरिरहेका छौँ त्यो चाहिँ हामी एउटा असल नागरिक भएर सत्य र असत्य छुटाउन सक्ने मान्छे हो भनेर हामीले आफूलाई सोचेर चाहिँ सत्य के हो र झुट के हो भनेर छुटाउन सक्नुपर्छ। टिकटकमा ट्रेन्ड आयो भन्दैमा यो आयो भन्दैमा त्यसलाई पत्याउनु पर्ने हामीलाई जरुरत छैन होइन। तपाईँको पहिला त खै त मलाई त इन्डियन भनिरहेको थियो त्यसो भए त खै नागरिक देखाइदिएँ त मैले त भारतीय भनेर मलाई भनिरहेको थियो त्यसो भए त होइन। मैले त देखाइदिएँ त तपाईँको त यो कुराहरू त। त्यही भएर विदाउट प्रुफ र एभिडेन्स नबोलिदिनु होला।